सो हेलो ब्युटिफुल पिपल वेलकम ब्याक टु माई न्यू भिडियो आए सबैजना सन्चै आएर हुन्छ ल म पनि एकदम सन्चै आएर छु नयाँ दिन नयाँ सुरुवात सँगसँगै मेरो दिनको सुरुवात पनि यहाँ बाटोमा खोलाको तिरबाट पतिन जाने पुलबाट सुरु भइसकेको छ है र आज चाहिँ म पल दाइलाई भेट्न गइरहेको छु है यो चाहिँ केही मन्थ पछि म भेट्न गइरहेको छु पल दाइलाई दमोली 6औं आदिवासी सङ्घको महोत्सवमा आउँदै हुनुहुँदैछ अनि बाहिर पनि यसो भेटौँ न दाइ भनेको हिजो मेसेज गरेको थिएँ अनि दाइले हुन्छ नि त भन्नुभएको छ अनि त्यहाँ गएर त्यहाँ भेट्न जानु लाग्यो है दाइ कतिखेर आउँछ एकछिनमा फोन गरेर भेट्न जानु पर्ने हुन्छ सी यु गाइज देयर है त र फाइनली म त्यहाँ पुलबाट पनि निक्लिसकेँ है दमोली जानु लाग्यो म त अहिले पल्सा दाइको अब त्यहाँ प्रोग्राम हुन्छ होला अहिले आएर होटलमा बस्नुभयो होला भनेर अनि निक्लिसकेको घरबाट मैले फेरि फोन सोन नि गरेन अनि भोलि आउँछ दाइ वेलकम छ भेट्नुपर्छ भन्दाखेरि हुन्छ अनि हिजो बेलुका मेरो कुरा भएको थियो कतिखेर आउने कुरा भएको थिएन अनि अहिले चाहिँ फोन गरेर मैले कतिखेर आउँछ दाइ भनेको त्यही 4 बजीतिर आउँछु होला बाबु प्रोग्राम अघि त भेट्न मिल्दैन होला डाइरेक्ट आउँछु होला प्रोग्राम बस्छ भेट्नुपर्छ बाहिर पनि भन्नुभयो त्यही अनि जहाँसम्म लाग्छ प्रोग्राम भ्याएर 5-6 बजीतिर मात्र भेटिन्छ होला क्या पल दाइसँग अनि मलाई चाहिँ 2-3 बजे गएर त्यहाँ महोत्सवको माहौल के कस्तो छ त्यहाँको त्यस्तो मलाई व्हाट्सएपमा भिडियो पठाइदेऊ न भन्नुभयो होइन क्राउड त छैन यो कैलालीहरू टिकापुरतिर हुन्छ नि त्यस्तो त साह्रै क्राउड त छैन दमोलीमा किनभने सबै दमोलीको मान्छेहरू कोही बाहिर गयो अब यो पनि यति क्राउड देखेको पनि गाउँतिरकै मान्छे झरेर हेर्न आएर हो क्या नरे यताकोतिरको मान्छे खासै छैन होइन अनि महोत्सव हुने ठाउँ चाहिँ ठ्याक्कै उयो गेट देखेको छ नि यो गेट निरै हो है गेटबाट ठ्याक्कै उताबाट एन्ट्री हो टिकट काट्ने म यहाँ दारी कपाल फालेर जानुपर्ने हुन्छ ओहो के छ फाइनली पल्सादाले अब आउन टाइम लाग्ने भएपछि म चाहिँ दारी सारी फालेर अब एकछिन टाइम स्पेन्ड गर्नलाई काप्ले भाइसँग छातीतिर जाँदैछु अब 2 घन्टा आदि टाइम स्पेन्ड गर्छु त्यतैतिर छाप्दी बराइतिर बिस्तारै जान्छु बाटोमा टाइम स्पेन्ड होस् होइन ओके अनि आउने बेला बिस्तारै आउँछु गएर यस्तो भाइबहरू देखाउँछु त्यहाँको है के कस्तो हुन्छ माहौल देखाउँछु अनि फर्केर फेरि दाइले पल दाइले व्हाट्सएपमा मलाई 2 बजीतिर गएर माहौल देखाऊ व्हाट्सएपमा भिडियो पठाऊ भन्नु छ त्यो पठाउनु पर्ने हुन्छ त्यसको लागि म 2 बजे फर्किनु पर्ने हुन्छ 2 बजे आएर माहौलको भिडियो पठाएर अनि त्यहाँ एकछिन घुम्दै पल दाइ आउनुहुन्छ अनि पल दाइ आज पल दाइको पर्फर्मेन्स हेरेर पल दाइको पर्फर्मेन्स सकेपछि बाहिर चाहिँ भेट्नुपर्ने हुन्छ बाहिर भेटेर कुराकानी हुन्छ है धेरै पछि भेट्न लाग्यो धेरै एक्साइटेड खुसी छु है पल दाइसँग भेट्नु पाउँदा पल दाइको प्रचार हुँदैछ है ज्योति मगर पनि ओहो हेरेर जानुपर्ने हुन्छ है ज्योति मगर पनि आउनु रहेछ ज्योति मगरको के हेर्नुपर्ने हुन्छ हामीले गायकी अनि भाइ अनि कुराकानी ज्योति मगरको सुन्नुपर्ने हुन्छ तातो कुराकानीहरू ज्योति मगरको अच्छा यो आजको लागि पल्सा दाइको एन्ट्री हुन्छ भनेर यहाँ पर्चा भइरहेको रहेछ आज चाहिँ मोबाइल रमाइलो गर्नुपर्ने हुन्छ है डन बाबु डन अनि अहिले चाहिँ थाप्दी जाँदैछु है मैले दर्शन त गर्नुहुन्न 1 वर्ष नपुगेसँग हजुरबा बितेको 1 वर्ष पुगेको पनि छैन अनि त्यही भएर म त यतिकै बाहिर घुम्न गइरहेको छु है घुमेर मात्र आउँछु बाहिरबाट यस्तो हेरेर निहालेर चियाएर राम्ररी म यहाँहरू दर्शन गर्न आएको भने चियाएर आउनुपर्ने हुन्छ ओके नभए पनि ठाउँ यस्तो अब्जर्भ गरेर आउनुपर्ने हुन्छ है त के कस्तो छ अवस्था त्यहाँ छाती बढाएको मेरो आँखा त के हो राम्री छ भने हेऱ्यो जो पनि पत्तुर हुन्छ त यार र फाइनली हामी चाहिँ यहाँ साती मन्दिर पनि आइसकेको छौँ है साती बढाइ बाइक पार्किङ चाहिँ तल हजुर तल पनि छ पार्किङ त त्यही भन्यो त के गर्यो सो फाइनली म चाहिँ छाप्दी बढाइको एन्ट्री गरिसकेँ है अब जाँदैछु यतातिर फुलमालाहरूदेखि लिएर मालपानीहरू सेलरोटीहरू सबै छ है म दर्शन गर्नु त हुँदैन तर पनि यतिकै जाँदैछु
बाहिरबाट माहौलहरू यसो चियाउन राम्री राम्री मैयाहरू आएको छन् चियाउन जानुपर्ने हुन्छ हामी सो गेटमा पनि म एन्ट्री मारिसकेँ है म जाँदैछु गेट यहाँ छ है शाब्दी बराईको माहौल यस्तो छ म यहाँ चट्ट पार्न जाँदैछु भाइ यता छ है सो त्यहाँ जुत्ता फुकाल्नु पर्ने रहेछ है जुत्ता फुकाल्नु नि होला है अनि फेरि यहाँबाट धेरै भित्र पनि नजाम भनेर क्या चोखे होइन नि त अनि त्योहरू वर्ष दिन नभएछ यहाँको माहौल यस्तो छ है शाब्दी बराई मन्दिर शाब्दी बराई माइकी जय माछाहरू यस्तो छ माछाहरूको अड्डा सो फाइनली म पनि अब यहाँ यसो घुमेँ अब फर्किनु पर्ने हुन्छ यो दर्शन गर्नु पनि हुँदैन 1 वर्ष नभएछ चोकेको पनि छैन त्यही भएर जानुपर्ने हुन्छ अब बिस्तारै जाने हो के कस्तो हुन्छ बाटोमा हेर्दै गर्नु होला देखा नै हाल्नेछु र त्यहाँ प्रोग्राममा पनि अहिले मौसममा पनि अहिले छिरिँदैन होइन अहिलेबाट छिरेर पनि के गर्नु अब पल्लाई पनि अब टाइम लाग्ने भयो 4 बजी बल्ल आउनुहुन्छ अरे 2 बजे बरु छिरेर गएर भित्र छिरेर 2 बजीतिर अनि यसो त्यतै घुमेर अनि पल्दाईको पर्फर्मेन्स हेरेर बाहिरतिर भेट्नुपर्ने हुन्छ पल्दाईलाई अनि त्यही भएर म एकदम बिस्तारै चलाइरहेको छु अब आउँदा पनि अझ त्यस्तो स्पिडमा त आएको होइन 40-45 को स्पिडमा आएको त्यही पनि छिटै भयो टाइमै कस्तो त्यो टाइमै नगयो जस्तो भयो क्या त्यही भएर अहिले चाहिँ नर्मल स्पिडमा गइरहेको छु है आनन्दले सर टाइम वेस्ट गर्नलाई टाइम वेस्ट गरेर टक्क 2 बजाउनु पर्ने हुन्छ 2 बजाएर अनि टक्क टाइम टिक्क हुन्छ अनि मौसमभित्र छिरेर अनि त्यहाँ पर्फर्मेन्सहरू हेरेर यस्तो माहौलहरू हेरेर के कस्तो छ त दमोलीको मौसममा होइन लड्कीहरू आएको छैन अनि के कस्तो पर्फर्मेन्स हुन्छ पल्दाईको अभियसली बवालै हुन्छ होइन अनि एकछिन झुमेर नाचेर गाएर झुमेर आउनुपर्ने हुन्छ र सो फाइनली छातीतिर यसो माहौल हेरेर पनि हामी आइसकेका छौँ है मौसमतिर अब मूत्र विसर्जन हान्नु मन लाग्यो मलाई चाहिँ अच्छा मूत्र विसर्जन हुन्थ्यो हेल्पोस्ट भन्थ्यो पहिला अहिले चाहिँ स्वास्थ्य चौकी यानि कि हस्पिटलमा गएर मूत्र विसर्जन हानेर अब मौसमभित्रै माहौल तताएर जानुपर्ने हुन्छ माहौल तताउनु पर्ने हुन्छ मौसमभित्रै के कस्तो छ अवस्था है अनि एकछिनपछि फेरि स्पेसल हुनेवाला छ नि त मेरो पर्सनली पनि मलाई स्पेसल फिल हुनेवाला छ अनि भ्लग पनि इन्ट्रेस्टिङ हुनेवाला छ है विथ स्पेसल पर्सन है माई रेस्पेक्टेड लभली ब्रदर पल्सा इज कमिङ इन माई भ्लग है त फाइनली टिकट काटिदिनु म छिन लगाइसकेको छु है टोटोबाट भाइ पछाडि छ म छिन लगाइसकेको छु कताबाट हो माहौल है आइफिल टावर है लन्डन ब्रिज म लन्डन आइसकेको छु है गाइज फाइनली म लन्डन आइसकेको छु 100 रुपियाँको टिकट काटेर म लन्डन आइसकेको छु भाइ लन्डनमा आएर कस्तो फिल भइरहेको तिमीलाई अच्छा लेकिन लन्डनको त्यसैलेसँग होला है भाइ अनि मायासँगै बस्छन् र माहौल जस्तो छ है भित्रको साथीभाइहरू एज यु क्यान सी यस्तो छ यहाँ के पाइन्छ खजनाहरू
क्राउड यतिको छ है दमौली मौसममा। राम्रो मैयाहरू पनि छन् साइडमा 1-2 जना, तर धेरैजना राम्रो मैयाहरू छैन। सब भूकम्प ल जस्तो छ राम्रो मैयाहरूलाई। हेलो हेलो दाइले चाहिँ हाँगीमै हान्न लाम्बो है, कतिवटा पार्नु छ। हिजो परेको थियो मैले अहिले पारिसक्यो 300 परेको गर्न परेन भन्छ अरे त्यसलाई धुनै पर्ने हो, त्यसलाई चाहिँ पार्नु पर्छ। पाउँछ तपाईँले टच हुन भएन, फेरि टच भयो नि हुन्छ केही भयो छिर्नु पर्छ, छिरायो कि पाएन मान्छे। यो दिदी जाँच गरे कि बदम फ्लेक चाने हो, पुरा नाच्नुभन्दा बढी बदम देखाइरहेको छ, बदम मात्र देखाइरहेको। दाइप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। दमौलीमा ट्याङ्ग मादल बज्यो भने पनि दाइले सम्झिनुहुन्छ, असाध्यै माया गर्नुहुन्छ। प्रतिष्ठानका अध्यक्ष विश्व बुढा दाई लगायत सम्पूर्ण टिमलाई मनैदेखि चाहिँ सम्मान छ। म्युजिसियन टिमहरू जसले आफ्ना सृजनशील औलाहरू चलाएर प्रत्यक्ष अथवा नमस्ते दमौली। तनहुका जति सम्पूर्ण जति हुनुहुन्छ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो 2 हात जोडेर प्रणाम छ। सबभन्दा पहिला तपाईँ तनहुवासीलाई म ढोक्छु एकचोटि। सम्पूर्ण आमा बुवाहरूको लागि यो सम्मान है। सबभन्दा पहिला तपाईँहरूलाई धन्यवाद छ यो मायाको लागि। यो सुखको घडीमादेखि लिएर दुःखको घडीमा तपाईँहरू सधैँ मेरो अगाडि हुनुहुन्छ, यसरी नै मलाई साथ दिनुहुन्छ। यो दुःखद घडी थियो एउटा, तनाउमा मैले धेरै माया पाएँ त्यो बेला, धेरै आमाहरूको माया पाएँ, धेरै बुवाहरूको माया पाएँ, धेरै मैले आमा भेट्टाएँ, मैले धेरै बुवाहरू भेट्टाएँ, धेरै दाजुभाइ भेट्टाएँ, मैले साथीहरू भेट्टाएँ। तनाउलाई फेरि पनि विशेष धन्यवाद छ। यो मायाको साथ सधैँ रहिरहोस्। तनहु भनेर चाहिँ हामी संसारभरि हामी चिनाउँछौँ। तनहुले कति माया गरिरहेछ भनेर मैले सबैलाई भन्ने गर्छु, जहाँ पनि इन्टरभ्यूमा। तनहुवासीले पनि धेरै माया गरिदिनु भएको थियो। मैले यहाँको नुन खाएको छु, म तपाईँहरूको हुन्छ नि एभ्रिडे मैले तपाईँहरूको खाजा खान्थेँ, खाना खान्थेँ मैले होइन, सिक्छु।
पल्लाईको पर्फर्मेन्स पनि हेरिसक्यो है। पल्लाईको पर्फर्मेन्स हेरेर फर्किन लाग्यो। अब बाहिर गएपछि कल गर भन्नु छ पल्लाईले। अब बाहिर गएर कल गर्छु म एकछिनमा। त्यहाँ दाइको बिदाई हुँदैछ। बिदाई सकेपछि अनि बाहिर गएर कल गरेर बाहिर गएर भेट्नुपर्ने हुन्छ है। म देखाइ नै हालिदिन्छु के कस्तो हुन्छ। हजुर दा थ्याङ्क यू। ल सो फाइनली म यहाँ आइसकेँ है। पल्लाई यता फोटो खिच्दै हुन्छ, फोटोसुट हान्दै। एकछिनपछि अब मलाई टाइम अनि फोटोसुट खिचेर गफसफ गर्नुपर्ने हुन्छ। सिउ है त। र फाइनली मैले पल्लाईलाई पनि भेटिसकेँ है। पल्लाई के भन्नु? सुशान्त भाइ मेरो प्यारो भाइसँग भेट भयो आज। धेरै पछि भेट भयो। दमोलीमा तनहुँमा आउँदाखेरि हाम्रो सधैँ भेट हुन्छ अनि मलाई एकदम माया गर्ने मेरो प्यारो भाइ हो। अनि हाम्रो मेरो प्यारो भाइको यो भ्लगलाई, यो आइडीलाई, यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। अनि सुशान्त भाइले धेरै माया गर्नु होला, उहाँको कन्टेन्टलाई माया गर्नु होला, सेयर गर्नु होला, सब्सक्राइब गर्नु होला भन्न चाहन्छु। र फेरि पनि हामी भेट्नेछौँ। आउने माघ 16 गतिबाट चाहिँ हाम्रो चलचित्र आउँदैछ, थाहा छ होइन? हजुर थाहा छ। आबाट आमा सबैजना गएर हेरिदिनु हेर्नु होला। पछि भेटौँ तपाईँ। हस् त, हस्। थ्याङ्क यू। र सो फाइनली म पल्दालाई भेटेर पनि अब घरतर्फ लाग्दैछु है। अनि आजको भ्लग यहीँसम्म। हजुरलाई के कस्तो लाग्यो आजको भ्लग कृपया आफ्नो प्रतिक्रिया दिन नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ। लभ यु अल। जय नेपाल है त गाइज।